नेपालका युवा फाइटर रविन्द्र ढाँटले फेरि इतिहास रचेका छन्। फिलिपिन्सका खतरनाक फाइटर अलिटो जोनलाई नकआउट गर्दै उनी रोड टु यूएफसीको सेमिफाइनल पुगेका हुन्। तर सबैभन्दा धेरै चर्चाको विषय के भइराखेको छ भने आखिर यो जितपछि रविन्द्र ढाँटले कति पैसा कमाए अथवा कति पैसा पाए त। आजको भिडियोमा हामी यही विषयमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। नेपालका एमएमए स्टार रविन्द्र ढाँट अहिले नेपाली खेलकुदकै चर्चित नाम बनिसकेका छन्। रोड टु यूएफसी जस्तो विश्वकै प्रतिष्ठित प्रतियोगितामा उनले लगातार शानदार प्रदर्शन गरिराखेका छन्। क्वार्टर फाइनल भिडन्तमा उनले फिलिपिन्सका फाइटर अलिटो जोनलाई दोस्रो राउन्डमै जबरजस्त नकआउट गरेर खेलभर आक्रामक शैली अपनाएका ढाँटले पहिलो र दोस्रो राउन्डमै विपक्षमाथि दबाव बनाइराखेका थिए। अन्ततः निर्णायक प्रहार गर्दै उनले शानदार जित निकाले। यो जितसँगै अहिले विश्वभरका एमएमए समर्थकको ध्यान नेपालतर्फ तानिएको छ। नेपाली फ्यान मात्रै होइन, विदेशी फाइटर विश्लेषकले समेत रविन्द्र ढाँटको प्रशंसा गरिराखेका छन्। तर अब सबैको मनमा उठेको एउटै प्रश्न हो, रविन्द्र ढाँटले यो फाइट जितेपछि कति पैसा पाए त। यूएफसीले आधिकारिक रूपमा रकम सार्वजनिक नगरे पनि विभिन्न अन्तर्राष्ट्रिय रिपोर्ट एमएमए पत्रकारका अनुमानले रोड टु यूएफसी सहभागी फाइटरले निश्चित पारिश्रमिक पाउने गर्दछन्। सामान्यतया प्रतियोगिता खेल्ने फाइटरले करिब 10,000 अमेरिकी डलर सो मनी पाउने बताइन्छ। त्यसपछि फाइट जितेमा थप बोनस पनि दिइन्छ। यस हिसाबले हेर्दा रविन्द्र ढाँटले यो जितपछि करिब 20,000 अमेरिकी डलर कमाएको अनुमान गरिन्छ। नेपाली रुपैयाँमा यो करिब झन्डै 26 लाखदेखि 28 लाख रुपैयाँसम्म आउँछ। तर कुरा यतिमै सकिँदैन। यदि फाइटर उत्कृष्ट भयो भने थप पर्फर्मेन्स बोनस पनि पाउन सकिन्छ। साथै स्पोन्सरसिप रकम, विज्ञापन र सामाजिक सञ्जालबाट आउने आम्दानी छुट्टै रहेको छ। तर रोड टु यूएफसीमा सबैभन्दा ठुलो पुरस्कार पैसा मात्रै होइन, यो प्रतियोगिताको विजेता बनेपछि फाइटरले सिधै यूएफसीसँग सम्झौता गर्ने अवसर पाउँछ। र यूएफसीको मुख्य स्टेजमा स्थान बनाउनु भनेको कुनै पनि एमएमए फाइटरको जीवनकै सबैभन्दा ठुलो सपना पनि हो। रविन्द्र ढाँट सेमिफाइनल प्रवेश गरिसकेका छन्। त्यहाँ उनको सम्भाव्यता भिडन्त अपराजित अस्ट्रेलियन फाइटरसँग हुने चर्चा छ। त्यो फाइट अझ कठिन हुने निश्चित छ। तर रविन्द्र ढाँटको आत्मविश्वास, आक्रामक शैली र निरन्तर मेहनतले अहिले नेपाली समर्थकमा ठुलो आशा जगाएको छ। आज नेपालका हजारौं युवा उनको यात्राबाट प्रेरित भइरहेका छन्। सानो देश नेपालबाट विश्वकै ठुलो एमएमए स्टेजसम्म पुग्नु उनको सपना अब वास्तविकमा बदलिँदैछ। तपाईलाई के लाग्दैछ? रविन्द्र ढाँट यूएफसीसम्म पुग्न सफल होला नि त? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सिनुहोला। साथै भिडियो मन परेमा लाइक र शेयर गरिदिनुहोला। त्यसैगरी यस्तै नेपाली खेलकुदको न्युजहरू हेर्नुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। भिडियो यहाँसम्म हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ।